यो दायित्व कसरी निभाउनु हैन भन्नु त जुन त त्यो मिटिङमा चाहिँ त्यो वस्तु हामीले गर्नुपर्छ। जुन फिजिकल एउटा मिटिङ हुन्छ यसरी हामीले सबै भेट भएर त्यो मिटिङमा चाहिँ त्यो खदा टोपी दिएर त्यो मिटिङमा गर्नुपर्छ। त्यो मिटिङमा ती दादाहरूलाई बोलाएर तिनीहरूलाई त्यहीँ सम्मान गरेर त्यहीँ दुई कुरो राख्दा भइगयो अनलाइनमै। त्यसमा त अनलाइन भयो अहिले भयो जस्तो। नमस्ते। आज हामीहरूको एबी युथ फाउन्डेसनको जुन फेब्रुअरी महिनाको लास्ट सन्डेको मिटिङ थियो त्यहाँ एक दुईवटा कुरा हामीहरूको डिसिसन हुन थियो र त्यो डिसिसनमा के आज डिसिसन हामीहरूको ओके भयो, पास भयो। त्यो कुरो दुई कुरो हामीहरूको सेक्रेटरी साहब र टिम म्यानेजमेन्ट रोहित राई दाईले राखिदिनुहुन्छ भनेर म आशा राख्दै। एकजना युथ फाउन्डेसनमा हुनुभएको सारहरूलाई सबैलाई धन्यवाद। नमस्ते छ मेरो। हामीहरूको यो एउटा डिसिजन भयो कि महिनाको लास्ट दिन हामीहरूको सबैजना मेम्बरहरू एटेन्ड भएर मिटिङ हुने कुरो भयो र बिचमा हामी एउटा भिडियो कन्फरेन्सको लागि युथ फाउन्डेसनको लागि जोडिनुको लागि हामीले पेज पनि एउटा मुकुले गरेका छौँ, युथ फाउन्डेसन अफ बेङ्गलोर, युथ फाउन्डेसन अफ टाइम्स 24 न्युज भनेर पनि छ। त्यसमा सबैजना जोडिदिनु होला। हामीहरूको प्रदेशमा बस्ने नेपाली दाजुभाइ, सिक्किम, दार्जिलिङ कहीँको पनि हुनुहुन्छ हामीहरूको नेपाली दाजुभाइ भएर जोडिदिनुहुन्छ भन्ने आशा राख्दछु। विशाल सर, तपाईँलाई के कस्तो लाग्यो आएको सिद्धान्त? दुई कुरा राखिदिन्छ भनेर म तपाईँलाई अनुरोध गर्दछु। आजको सिद्धान्त अब टिम म्यानेजमेन्टलाई जुन दायित्व दिएर गएको छ त्यो दायित्व अब टिम म्यानेजमेन्टले निभाउँछ हैन। तो टिम म्यानेजमेन्टले जहाँ मिटिङ एटेन्ड गर्छ तिनीहरू हामी सबैजना एटेन्ड हुनुपर्छ। बस त्यही हो मेरो भनाइ। नेक्स्ट अर्को मिटिङमा फेरि जे हुन्छ भन्नुपर्छ।